विशेष गरी विद्यार्थीहरूले चाहिँ सोधिरहनु हुने एउटा क्वेसन चाहिँ यो क्यास इन ह्यान्ड काम गर्न मिल्ने हो कि नमिल्ने हो, मैले यस्तो खाले एउटा चाहिँ अपर्च्युनिटी पाएको छु, गरौँ कि नगरौँ भनेर सोध्नुहुन्छ। मैले सायद पहिला पनि यसको जवाफ दिएँ जस्तो लाग्छ कुनै अर्को एउटा भिडियोमा। क्यास इन ह्यान्डको कुरोमा चाहिँ दुईटा कुरा हुन सक्ने भयो। एउटा चाहिँ तपाईँको एम्प्लोयरले काम गरेको पैसा तपाईँलाई क्यासमा दिन नपाउने भन्ने चाहिँ होइन, किन भन्दाखेरि त्यो क्यास भनेको एउटा चाहिँ मोड अफ पेमेन्ट हो। कसैले तपाईँलाई क्यासमा पे गर्न सक्छ, कसैले तपाईँलाई चेक काटेर दिन सक्छ, कसैले तपाईँको ब्याङ्क अकाउन्टमा चाहिँ ट्रान्सफर गरिदिन सक्छ। त्यो चाहिँ तपाईँलाई पे गर्ने तरिका हो। जे गरे पनि तपाईँले पाउने जुन मोनिटरी भ्यालु हो त्यो एउटै नै हो। तपाईँलाई $1000 क्यासै दिए पनि, $1000 को चेक काटेर दिए पनि, अथवा $1000 तपाईँको ब्याङ्कमा ट्रान्सफर गरे पनि तपाईँले पाउने $1000 नै हो। त्यसैले मोड अफ पेमेन्टको हिसाबले क्यासमा तपाईँलाई पे गर्न मिल्छ। तर त्यसरी क्यासमा पे गरेको चाहिँ कम्पनीको रेकर्डमा पनि हुनु पर्यो, तपाईँले आफूले पनि त्यो इन्कम डिक्लेयर गर्नु पर्यो र त्यसको ट्याक्स पनि तिर्नु पर्यो। त्यो सबै तरिका पुरा गरेर अथवा चाहिँ त्यो $1000 तपाईँले चाहिँ लिँदाखेरिमा तपाईँले पाउने पैसाबाट ट्याक्सहरू पनि इम्प्लोयरले काटेको छ, सबै थोक प्रक्रिया पुऱ्याएर खालि मोड अफ पेमेन्ट मात्रै क्यास हो भने त्यो प्रब्लम होइन। तर अचेल त्यस्तो मोड अफ पेमेन्ट क्यास खासै हुँदैन, किनभने जति पनि इम्प्लोयर हुन्छ उनीहरूले ब्याङ्किङ कारोबारै गर्ने हुन्छन्, सबै स्टुडेन्टहरूको आफ्नो ब्याङ्क खाता हुन्छ, त्यो हुँदाहुँदै क्यास कसैले झिकेर दिने भन्ने कुरा त्यति कमन होइन। त्यसैले तपाईँले सोध्नुको क्वेसन चाहिँ क्यास इन ह्यान्ड काम गर्ने भनेको क्वेसन चाहिँ जनरली कस्तो केसमा हुन्छ भन्दाखेरि विद्यार्थीले चाहिँ 24 घण्टा बढी काम गरेको हुनाले, इम्प्लोयर पनि मान्छे चाहिरहेको हुनाले दुईटा बीचमा चाहिँ एउटा सहमति गरेर म हिसाबमा काहीँ देखाउँदिनँ, तिमीलाई म क्यासमा दिन्छु भन्ने तपाईँले पनि मान्ने हो। त्यस्तो केसलाई चाहिँ भन्न खोज्नुभयो भने त्यो चाहिँ इलिगल भयो। त्यो चाहिँ ट्याक्सेसनको पोइन्ट अफ भ्यूबाट पनि इम्प्लोयरले पनि गल्ती गर्यो, तपाईँको पनि गल्ती भयो, किन त्यसमा ट्याक्स तिरिएन। र भिजाको पोइन्ट अफ भ्यूबाट हेऱ्यो भने नि तपाईँले फोर्टनाइटली 48 आवर्सभन्दा बढी घन्टा काम गर्नुभयो भनेदेखि तपाईँले त्यो क्यासमा काम गरे कि कसरी काम गरेछ मतलब हुँदैन। एज लङ एज तपाईँले काम त्योभन्दा बढी गर्नुभएको छ भन्ने प्रुफ भयो भनेदेखि तपाईँले भिजा कन्डिसन ब्रिच गरेको नै मानिन्छ।